थोरै स्टार्ट पनि गर्दै गरौँ है। अब यसमा यो ब्याकग्राउन्ड ग्राफिक्स कसरी बनाएको भन्ने त बुझ्नुभयो है। फ्रेममा यसरी क्लिप भन्ने अप्सन छ हेर्नु है। लेआउटमा चाहिँ यहाँ क्लिप कन्टेन्ट भन्ने छ है। यो टिक भएको छ भने चाहिँ फ्रेमभन्दा बाहिर केही पनि देखिँदैन, बुझ्नुभयो। भित्रको कन्टेन्टहरू चाहिँ बाहिर गइरहेको छ भने त्यो चाहिँ देखिँदैन, जुन फ्रेमभित्र पर्यो त्यो मात्र पार्ट देखिन्छ है। सो फ्रेमभित्र छ, यहाँ लेयरमा फ्रेमभित्र छ, सबै कुरा फ्रेमले घेरिएको छ। सो क्लिप कन्टेन्ट गर्दाखेरि चाहिँ यो फ्रेमको जुन बोर्डर छ त्योभन्दा भित्रको मात्र देखियो है। अब कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि हामीले जस्तो हिजो एउटा त्यही भइरहेको थियो, यो फुटर चाहिँ के भइदिएछ भन्दा ड्यासबोर्डको भित्र हुनुपर्ने हो, फ्रेम 67 हेर्नु है। यो लेयरतिर चाहिँ ध्यान दिनु होला है। फ्रेम 67 भन्नेलाई चाहिँ मैले ड्यासबोर्डबाट बाहिर निकालेँ है। हेर्नु त यहीँ छ, यो फ्रेम 67 भन्ने चाहिँ त माथि लगाएर राख्छु है मैले। हेर्नु है, हेर्दाखेरि चाहिँ के छ, यो ड्यासबोर्डको यो डिजाइन छ नि त्यही भित्र छ जस्तो लागिरहेको छ है। तर यता लेयरमा हेर्नु त, यो स्वस्तिक एजुकेसन भित्रको ड्यासबोर्ड भन्ने पेज चाहिँ यो हो है। त्योभन्दा बाहिर छ कि यो जुन फुटर योवाला डिजाइन छ नि बाहिर छ है। त्यो भन्ने बित्तिकै अब के हुन्छ, सो तपाईँले यसलाई चाहिँ यो साइज सानो छ अरे। अब फ्रेमको आधारमा चाहिँ यसको विथ फ्रेमको जतिकै बनाउनु पऱ्यो होइन, ब्याकग्राउन्डको ड्यासबोर्डको जतिकै विथ बनाउनु पऱ्यो भने अब मिल्दैन, किनभने यसले चिन्दैन होइन। यो कुरा पनि ध्यान दिनु पऱ्यो, फ्रेमको भित्र परिरहेछ कि छैन, परेको जस्तो देखेर बाहिर अर्कै लेयरमा छ कि, त्यो कुरा पनि ध्यान दिनु पऱ्यो। अब हेर्नु है, यसको विथमा चाहिँ 409 छ। तपाईँले हक कन्टेन्ट गर्न मिल्यो, हक कन्टेन्ट भनेको भित्र कन्टेन्टको आधारमा चाहिँ विथ गर्न मिल्यो, तर बाहिरको आधारमा मिलेन हो एउटा। अब अर्को कुरा, कन्स्ट्रेन्टबाट मिल्थ्यो, कन्स्ट्रेन्टबाट पनि मिलेन, कन्स्ट्रेन्टको अप्सन्स नै आएन हेर्नु त है। अब यसलाई यो फ्रेम 67लाई चाहिँ मैले ड्यासबोर्डको भित्र राखेँ भने, हेर्नु है, ड्यासबोर्डको भित्र राखेँ भने अब चाहिँ भित्र गयो हो, नाम पनि हरायो। अर्को कुरा त्यो पनि ध्यान दिनु होला। त्यसो फ्रेम चाहिँ खुल्ला छ भने चाहिँ माथि नाम पनि देखिरहेको हुन्छ। जस्तो मैले कन्ट्रोल जेड गरेँ है, यहाँ हेर्नु त नाम देखिरहेछ। नाम देखिनु भनेको खुल्ला हुनु पनि हो है, अर्को फ्रेमभित्र नपर्नु पनि हो है। अर्को फ्रेमभित्र छ भने चाहिँ यस्तो नाम देखिँदैन, कस्तो देखिन्छ, यसलाई ड्यासबोर्डभित्र राख्ने बित्तिकै यस्तो डिजाइन मात्र देखिन्छ है। अब चाहिँ के गर्नु मिल्छ हेर्नु है, यसको विड्थलाई यो फुटर न्याबको चाहिँ विड्थ के गर्नु मिल्छ भन्दा ड्यासबोर्ड यसको आधारमा चाहिँ अब यसलाई यहाँ टाँस्सेँ मैले र ड्यासबोर्डलाई चाहिँ अब बढाएँ घटाएँ भने अब बढ्ने घट्ने पनि भयो। अब योसँग एट्याच भयो क्या यसको भित्र भन्ने अब ठ्याक्क थाहा पायो भने। अब फेरि बढ्ने घट्ने कसरी भयो भन्नलाई होइन, त्यो चाहिँ हामीले अटो लेआउटबाट चाहिँ होइन, माथि कन्स्ट्रेन्टबाट गरिरहेको छौँ है। लेफ्ट र राइटतिर टाँसिरहेको छौँ यहाँनिर यो अप्सन्सले गर्दा है। अटो लेआउटबाट गर्ने भने चाहिँ के गर्नु पऱ्यो, ड्यासबोर्ड भन्ने बाहिरको फ्रेम, यसको प्यारेन्ट फ्रेम भनेको ड्यासबोर्ड यो फ्रेम भयो, यो फ्रेममा अटो लेआउट एड गर्नु पऱ्यो। त्यो गर्ने बित्तिकै यसमा चाहिँ एउटा अप्सन्स थपिन्छ विथमा, यहाँ फिल कन्टेनर भन्ने, त्यो चुज गर्न सक्छौँ है। यो एउटा अप्सन भयो। अर्को भनेको कन्स्ट्रेन्ट, तपाईँले रेस्पोन्सिभ बनाउनलाई अटो लेआउट युज गर्न सक्नुहुन्छ वा कन्स्ट्रेन्ट पनि युज गर्न सक्नुहुन्छ है। दुइटै अब जान सक्नुभयो। अब एकचोटि यसलाई फेरि प्रिभ्यू गरेर हेरौँ है त। तपाईँले के गर्न सक्नुहुन्छ, फर्स्ट यो स्क्रिन चुज गरेर त्यसपछि माथि यहाँ प्रेजेन्ट भन्ने छ है, कन्ट्रोल अल्ट इन्टर, यहाँबाट प्रेजेन्ट गर्न पनि सक्नुहुन्छ वा हाम्रो फ्लो स्टार्टिङ पोइन्ट यहाँ सेट छ यसमा क्लिक गर्न सक्नुहुन्छ है। हेर्नु त खुल्यो है। अब लगइन बटन ओभर गर्दाखेरि चेन्ज हुने यो पनि छ है। मैले क्लिक गरेँ भने ड्यासबोर्डमा गयो हो। अहिले यति मात्र बनेको छ, यसलाई बन्द गरौँ। त्यसपछि रेजिस्टर पेजमा जाने चाहिँ बाटो नै भएन। हेर्नु त यो रेजिस्टर बटनबाट यता जाने चाहिँ इन्टरेक्सन एड भएको छ, तर रेजिस्टर पेजमा जाने चाहिँ कुनै पनि बाटो छैन भनेपछि यो पेज त अर्फेन टाइपको भयो होइन। अब यसमा जाने पनि बाटो राख्नु पऱ्यो। त्यो चाहिँ कसरी राख्ने, लगइन पेजबाट यदि अकाउन्ट छैन भने भन्ने लिङ्क राखेर त्यहाँ क्लिक गर्दाखेरि चाहिँ त्यहाँ ट्याप गर्दाखेरि चाहिँ यहाँ जाने त्यो राखौँ है त। अलिक जुम गरौँ। अब यसमा यतातिर राख्दा ठिक हुन्छ होला है। टेक्स्ट के लेख्दा ठिक होला, रेजिस्टर इयर भनौँ है, के सानो भनौँ। हाम्रो डिजाइनमा हेरौँ है, फन्ट साइज
कति भयो भनेर त्यो पनि मोनिटर गरौँ 16 मा 14 प्राय माथिको पनि 16 नै छ यसमा 16 मै भनौँ है त अब यो कन्टेन्टको आधारमा चाहिँ हाम्रो साइज ठ्याक्क त्यति मात्र लिनु पर्यो अहिले टेक्स्टभन्दा बढी लिइरहेछ हो विड्थ र हाइट अब अहिलेलाई चाहिँ बाहिरको फ्रेम अटो लेआउट छैन त्यो भएर यो रिसाइजिङ अप्सन चुज गर्न सक्छौँ है त्यसपछि यसलाई बिचसम्म ल्याउनलाई के गर्नु पर्यो हरिजेन्टली बिचसम्म ल्याउनलाई माथि पोजिसनको अलाइनमेन्टमा अलाइन हरिजेन्टल छ है त्यसमा सेन्टर छ यहाँ चाहिँ क्लिक गर्न सक्छौँ है त अब रजिस्टर हियर भन्नेमा चाहिँ लिङ्क चाहियो हो भनेपछि अलिकति लिङ्क जस्तो कलर दिउँ है त्यसलाई रेड कलर नै दिउँ माथिको थिम कलर नै है त्यसलाई फिलमा चाहिँ मैले के गरेँ भन्दाखेरि यो प्राइमरी 500 भन्ने हामीले अस्ति डिफाइन गरेको कलर लिएँ है त ठिक छ अब हेर्नु है हाम्रो टच टार्गेट भन्ने कुरा थ्योरीमा जुन थियो टच टार्गेटलाई पनि ध्यान दिनुपर्छ मोबाइल डिभाइसहरूमा जुन टचवाला डिभाइसहरूमा भन्ने कुरा त्यो यहाँ हेरौँ है त जस्तो रजिस्टर हियर भन्ने टेक्स्ट अहिले त यो ठुलै छ होइन साल टेक्स्टहरू कहिले सानो हुनसक्छ जस्तो एफएक्यू भन्ने मात्र वर्ड थियो अरे त्यो केसमा अब सानो हुनसक्छ त्यो बेला टच टार्गेट अलिकति ठुलो बनाउनु पर्यो भने रजिस्टर हियरभन्दा अलिकति माथिसम्म पनि टच गर्दाखेरि रजिस्टर हियरमा टच भए जस्तो देखिनु पर्यो भने यो बटनकै हाइट जतिकै यसको पनि हाइट हुनु पर्यो भने त्यो केसमा के गर्न सकिन्छ भन्दा यहाँ तल स्लाइस भन्ने टुल छ यो टुल चाहिँ लिएर यसरी यो एरिया क्रिएट गर्न सक्नुहुन्छ क्या टच एरिया अलिकति ठुलो बनाएको टच एरिया है अब यति एरियाभित्र जहाँ टच गर्दाखेरि नि हामीले अब यहाँनिर प्रोटोटाइपबाट इन्ट्रेक्सन एड गरेर अर्को स्क्रिनमा जाने बनाउन सक्छौँ कि है टेक्स्टमा मात्र इन्ट्रेक्सन एड नगर्ने फुल एरियामै गरिदिने बुझ्नुभयो अब हेर्नु है एउटा स्लाइस छ अब एउटा देखाउँछ है स्क्रिन घटाउँदा बढाउँदाखेरि चाहिँ रजिस्टर हियर भन्दा यो पर भाग्न सक्छ है भाग्यो है अब यसलाई यो पनि सल्भ गरौँ है त यसलाई कसरी गर्न सकिन्छ यो टेक्स्ट र यो स्लाइसलाई चाहिँ एउटा फ्रेमभित्र घेरौँ है त यो दुइटैलाई सेलेक्ट गरौँ सेलेक्ट भयो है दुइटै लेयर सेलेक्ट गरौँ त्यसपछि यो सेलेक्टेड लेयरलाई चाहिँ फ्रेम सेलेक्सन गरिदिउँ कन्ट्रोल अल्ट जी हेर्नु है एउटै फ्रेमभित्र बस्यो है अब यो फ्रेमलाई चाहिँ अलाइन फेरि सेन्टर गरिदिउँ है त अब हेर्नु है भाग्दैन होला भागेन है रजिस्टर हियरसँगै बस्यो है त ल अब चाहिँ इन्ट्रेक्सन एड गर्नु पर्यो यो रजिस्टर हियर भन्दा माथिको स्लाइस छ नि यो स्लाइसमा चाहिँ सेलेक्ट गरौँ यो स्लाइसबाट चाहिँ रजिस्टर पेजमा जाने इन्ट्रेक्सन एड गरौँ है त भयो है अन ट्याप ठिक छ नेभिगेट टु यो ठिक छ क्लोज गरौँ अब यो रजिस्टर पेजबाट फेरि लगइन पेजमा फर्किने पनि लिङ्क चाहियो हो त्यसको लागि हाम्रो यो बनिसक्यो यही नै मैले यता राखेँ है त अहिले ऱ्यान्डम जहाँ राखेँ नि भयो है त्यसपछि यो इन्ट्रेक्सन यसलाई चाहिँ हटाइदिउँ अब यसलाई डिजाइनबाट माथि पोजिसनमा सेन्टर अलाइन गरिदिउँ है त अहिले चाहिँ मैले भित्र कन्टेन्टहरूमा अटो लेआउट चाहिँ खासै युज गरेको छैन है तपाईँले याद गरेर राख्नुभयो होला अहिले चाहिँ कन्स्ट्रेन्टको युज गरेर चाहिँ मैले रेस्पोन्सिभ बनाइरहेको छु है अटो लेआउट नै फुल्ली युज गर्न पनि सक्नुहुन्छ है तपाईँले त्यो सिकिसक्नु भयो त्यो भएर मैले अर्को तरिका गर्दैछु है यसको पनि स्लाइसलाई चाहिँ सेलेक्ट गरौँ त्यसपछि प्रोटोटाइप ट्याबमा गएर इन्ट्रेक्सन एड गरौँ यहाँ है अब यो टेक्स्टहरू चाहिँ चेन्ज गर्नु बाँकी छ है त यसमा के लेख्नु पर्यो अलरेडी ह्याभ अकाउन्ट भन्नु पर्यो होइन त्यसपछि रजिस्टरको ठाउँमा लगइन भन्नु पर्यो है हेर्नु त भयो अहिलेसम्म हाम्रो यस्तो बन्यो स्प्ल्यास स्क्रिनबाट यता जाने यहाँ लगइन बटन प्रेस गऱ्यो भने ड्यासबोर्डमा जाने है यहाँ रजिस्टर हियरमा प्रेस गर्दाखेरि रजिस्टर पेजमा जाने रजिस्टर पेजको लगइन हियरमा प्रेस गर्दा फेरि लगइन पेजमा फर्किने है अब रजिस्टर पेजमा पनि इन्ट्रेक्सन एड गरौँ अलरेडी एड नै रहेछ है अनड्र्याग भएछ दुईवटा एड भयो जस्तो यहाँनिर है माथि हेर्नु त इन्ट्रेक्सनमा देखिन्छ है के एड भएको छ भन्ने कुरा दुईवटा एड भएछ अनड्र्याग भन्ने चाहिँ हामीलाई चाहिएन है त अनट्याप मात्र चाहिने हो अनट्याप गर्दाखेरि ड्यासबोर्डमा जाने ठिक छ है ए यो नदेखिएको मात्र रहेछ ल ठिक छ अब सेभ गरौँ त्यसपछि फेरि एकचोटि रन गरेर हेरौँ है हाम्रो एप भयो त्यसपछि रजिस्टर पेजमा जानु पर्यो है गयो
हेर्नु त ठिक छ है। रजिस्टर पेजमा यहाँ रजिस्टर बटनमा हामीले सबै फिल गरेर रजिस्टरमा क्लिक गऱ्यौँ भने ड्यासबोर्डमा गयो। ठिक छ है। फेरि स्टार्ट गरौँ। लगइन पेजबाट पनि ड्यासबोर्डमा गयो है। रिस्टार्ट गरौँ। ठिक छ है अहिलेसम्म। अब रजिस्टर हियरमा क्लिक गरौँ। त्यसपछि लगइन पेजमा फर्किनु पऱ्यो भने यहाँ हेर्नु त ठिक छ है। ड्यासबोर्डमा जाउँ। ड्यासबोर्डमा चाहिँ अब भित्रको कन्टेन्ट बनाउनु अघि माथि एउटा स्ट्याटस बार चाहिँ बनाउँ है त। टाइम, त्यो सेलुलर इन्फो, त्यसपछि ब्याट्रीहरू है। यसको लागि पनि हामीलाई चाहियो फ्रेम हो। एफ प्रेस गरौँ। त्यसपछि एउटा फ्रेम यहाँ लिउँ है त। अहिलेलाई यति नै विड्थ लिएँ मैले। यसभित्र हामीलाई के चाहियो, यो साइडमा टाइम चाहियो हो। यो साइडमा टाइम हुन्छ, यो साइडमा चाहिँ सेलुलर टावर, वाइफाई, ब्याट्री त्यो हुन्छ है। त्यसको लागि चाहिँ भनेपछि यता एउटा ग्रुपिङ जस्तो भयो। तीनवटा आइकनको एउटा ग्रुप बन्छ। यता साइडमा चाहिँ टाइम सिङ्गल रहन्छ है। भनेपछि दुईवटा फ्रेम चाहियो भित्र फेरि। वा यता टाइम मात्र छ भनेपछि त्यसको लागि चाहिँ सिधै टेक्स्ट मात्र राख्दा नि भयो। कति भयो टाइम अहिले? 6:27। यसको पनि 16 नै राखौँ मैले। वा अझ सानो हुनसक्छ है। 14 गरौँ है त। त्यसपछि विथ हाइट रिसाइज गरौँ। अब यो चाहिँ फ्रेम 72 भित्र पऱ्यो है। यसको लाइन हाइट बढी भएछ है। अटो नै गरौँ है त। अब आइकन हामीसँग अलरेडी छ भने, आफूले बनाएको आइकन छ भने त्यो युज गरौँ होइन। नत्र भने गेट मेटेरियल 3D किटमा छ भने त्यो युज गर्न सक्छौँ है त। फर्स्टमा हामीलाई चाहियो सेलुलरवाला है। छैन भनेपछि बेस्ट भनेको गुगल fonts.google.com/icons त्यहीँ जाउँ। त्यसपछि त्यहाँबाट डाउनलोड गरौँ। त्यसलाई नै ल्याएर युज गरौँ है त। म डाउनलोड गर्दैछु है। डाउनलोड्स ल, यसलाई पनि एज अ कम्पोनेन्ट नै सेभ गरौँ है त। बाहिर राखेँ मैले। यसको नाम चाहिँ चेन्ज गरौँ। के राखौँ यसको नाम? नेटवर्क भनेर राखेँ है। सेलुलर नेटवर्क भनेर राखेँ। फ्रेमको नाम यो भित्र चाहिँ हेर्नु है, लेयरमा हेर्नु है। फ्रेमको नाम चाहिँ यो रह्यो। त्यसपछि भित्र भेक्टर छ है। अब यसलाई चाहिँ कम्पोनेन्ट बनाइदिउँ है त। कम्पोनेन्ट बनाउनलाई यहाँ माथि आइकन पनि छ राइट साइडको प्रोपर्टिज प्यानलमा, वा कन्ट्रोल अल्ट के सर्टकट है। ल, एउटा यो कम्पोनेन्ट बन्यो। यो चाहिन्छ हामीलाई। त्यसपछि अर्को चाहिने के छ भन्दाखेरि वाइफाईको आइकन है। वाइफाईको पनि आइकन डाउनलोड गरेर यहाँ ल्याउँ। यो भन्दा पनि एकछिन म डाउनलोड गर्दैछु है। एसभिजी ओके। ओहो, वाइफाई यो चाहिँ ठिक छ है। अर्को चाहियो ब्याट्री। ब्याट्रीको मैले डाउनलोड गरिसकेँ छ है त। यसलाई पनि नाम चेन्ज गरिदिउँ। वाइफाई आइकन भन्नु लेखौँ है त। ब्याट्री आइकन भनेर लेखेँ है। यिनीहरूलाई पनि कन्ट्रोल अल्ट के गरेर कम्पोनेन्ट बनाउँ है त। कन्ट्रोल अल्ट के वा राइट साइडको प्रोपर्टिज प्यानलबाट कम्पोनेन्टको आइकनमा प्रेस गरेर कम्पोनेन्ट बनाउन सक्नुहुन्छ है। अब यिनीहरूलाई कम्पोनेन्ट बनाउने बित्तिकै के हुन्छ, एसेट्समा चाहिँ हाम्रो क्रिएटेड इन दिस फाइलमा देखिन्छ है। हेर्नु त तीनवटा आइकन आयो है। अब सेलुलर आइकनलाई चाहिँ मैले यहाँ ल्याएर राखेँ। त्यसपछि वाइफाई आइकनलाई राखेँ। यसरी आफैले कम्पोनेन्ट बनाउँदाखेरि ठिक हुन्छ होला। अब यिनीहरूको साइज पनि
धेरै ठुलो हुन्छ जस्तो लाग्यो। कन्स्ट्रेन्ट यो रेसियोलाई चाहिँ लक गरौँ, एस्पेक्ट रेसियोलाई, त्यसपछि घटौँ है त कति ठिक हुन्छ। 18 यो भने अर्कोमा पनि सेम साइज राखौँ, अर्कोमा पनि। यो ब्याट्रीको चाहिँ हाइट कम हुने भएर मैले 20 नै राखेँ है त यसलाई। अब यति 3वटा आइकन छ नि, यसलाई चाहिँ एउटा ग्रुपिङ गर्नको लागि फ्रेमभित्र राखौँ है त। बस्यो कि बसेन एकचोटि लेयरमा हेरौँ है। 3वटा आइकन बस्यो है यो फ्रेम, नयाँ फ्रेमभित्र। अब यसमा चाहिँ हामीले के गर्न सक्छौँ, अटो लेआउट एड गर्न सक्छौँ यो डिरेक्सनमा। त्यसपछि ग्यापलाई अलिकति घटाउन सक्छौँ, धेरै चाहिँदैन होला है, यति ग्याप भयो हुन्छ होला है। अब हेर्नु है, यो बाहिरको फ्रेममा पनि अटो लेआउट एड गर्न सक्छौँ है यसरी। अब त्यसपछि यसमा पनि बढाइदिउँ, त्यसपछि ग्यापलाई अटो नै ठिक छ है। अब छेउमा यहाँ टाँसौँ, त्यसपछि अब बाहिरको फ्रेममा हामीले अटो लेआउट एड गरेको छैनौँ, त्यो भएर यसमा चाहिँ फिल कन्टेनर गर्न मिल्दैन है। विड्थमा फिल कन्टेनर भन्ने अप्सन्स नै देखिँदैन है। अब यो ठाउँमा चाहिँ के गर्न सकिन्छ, यसलाई ठ्याक्क प्यारेन्टको साइज, प्यारेन्टको विड्थ जति छ त्यति बनाएँ है। अब म कन्स्ट्रेन्टको चाहिँ युज गर्छु है यसमा। माथि कन्स्ट्रेन्टमा जाउँ, त्यसपछि लेफ्ट मात्र नभएर लेफ्ट प्लस राइट गरिदिउँ है त, भइसक्यो। अब फिल कन्टेनर जस्तै भयो है। अब ड्यासबोर्डको मैले विड्थ यसरी बढाएँ भने हेर्नु त, सबै आइकनहरू छेउमै गइरहेछ हो। यो ब्याट्रीको आइकनहरू राइट साइडको छेउतिर टाँसेर गइरहेछ है। भनेपछि हामीले दुइटै अटो लेआउट पनि कन्स्ट्रेन्ट पनि मिक्स गरेर युज गर्न सक्छौँ है। यसरी यो खालि आउटपुट क्रिएट गर्न सकेँ है। कन्ट्रोल जेड गरौँ, ओरिजिनल साइजमै ल्याएँ मैले, माइनस हेर्नु है। अब एकचोटि प्रिभ्यू गरेर हेरौँ है यो ठिक ठाउँमा बस्यो कि बसेन भन्ने कुरा। प्रोटोटाइप ट्याबमा जाउँ, त्यसपछि फ्लोमा क्लिक गरौँ, लगइन गरौँ, ठिक छ हेर्नु त। ठिक छ है। अब अरू स्क्रिनहरूमा पनि त्यही स्ट्याटस बार चाहिन्छ भने युज गर्न सकिन्छ है। अब स्ट्याटस बार तयार भयो है। त्यसपछि अब अर्को काम के गरौँ भन्दाखेरि फेरि डिजाइन ट्याबमै गएँ म। यो स्ट्याटस बारलाई चाहिँ कम्पोनेन्ट बनाऊ है त। यसलाई बाहिर निकालेँ, यसलाई चाहिँ कन्ट्रोल अल्ट के गरेर कम्पोनेन्ट बनाएँ है। यसको नाम राखौँ स्ट्याटस बार भनेर है। ल त्यसपछि सबै यो कम्पोनेन्टहरूलाई चाहिँ हाम्रो कम्पोनेन्टकै सेक्सन छ है हिजो बनाएको, त्यसमा लगेर राखौँ है त। यहाँ लगेर राखेँ है मैले। अब यहाँ चाहिँ माथि हाम्रो क्रिएटेड इन दिस फाइल भर्खरको स्ट्याटस बार सर्च गरेँ र ल्याएर यहाँ राखेँ है। अब यो हुने बित्तिकै अरू पेजमा पनि हामीले युज गर्न मिल्यो कि यसलाई, सेम स्ट्याटस बारलाई चाहिँ युज गर्न मिल्यो। अब यसमा यो छुट्टै कम्पोनेन्टको इन्स्ट्यान्स हो, यसमा चाहिँ कन्स्ट्रेन्ट फेरि एड गर्नुपर्ने हुन्छ है। लेफ्टमा बसिरहेछ, लेफ्ट प्लस राइट गर्नु पऱ्यो। अब अहिलेको जस्तै भइसक्यो। ल बुझिरहनु भएको छ है, बुझ्नुभयो है। यो अहिलेको हाम्रो स्लाइसको कन्सेप्ट पनि बुझ्नुभयो। त्यसपछि यो स्ट्याटस बार, यसलाई चाहिँ कन्स्ट्रेन्ट र अटो लेआउट दुइटै युज गरेर कसरी बनाउने भन्ने कुरा बुझ्नुभयो है। अब हाम्रो ड्रवर मेनु पहिला बनाउने कि भित्रको कन्टेन्टहरू चाहिँ पहिला बनाउनु त। थोरै कन्टेन्ट बनाऊँ होइन, कन्टेन्टहरू फिल गरौँ, त्यसपछि यो बनाउँ है त। कन्टेन्ट पनि अहिले म डमी नै बनाउँछु है त। अहिले डिटेलमा जान थाल्यो भने त धेरै टाइम लाग्छ। अहिलेको लागि चाहिँ मैले के गर्छु भन्नु भन्दा, यहाँ चाहिँ माथि हामीले फिचर कोर्सहरू देखाउने भनेर भनेको थियौँ है। नत्र भने फेरि वायरफ्रेम नै हेरौँ, माथि फिचर कोर्स है, यसको लागि चाहिँ बनाउँछु है त।
त्यो चाहिँ कुन एरियामा देखाउने कति एरियामा देखाउने भन्ने कुरा हेरौँ है। फर इक्जाम्पल यति एरियामा देखाउने, त्यो अलिकति हाइट कम थियो, म अलिकति हाइट बढाएर बनाउँछु है। ल यो एरियामा चाहिँ हामीले फिचर्ड कोर्सहरू देखाउनु पर्ने छ अरे भने अलिकति होइन राखौँ है त, थोरै ग्याप माथिको यो बराबरकै। ल यतिमा देखाउनु पर्ने छ भने कसरी देखाउने, त्यो चाहिँ हरिजेन्टल्ली स्क्रोल पनि हुनु पर्यो होइन। यहाँ मेन भनेको हरिजेन्टल स्क्रोल हुने टाइपको चाहिँ बनाउनु पर्यो होइन। मेन कन्टेन्ट भन्दा पनि हरिजेन्टल स्क्रोल चाहिँ यसमा इम्पोर्टेन्ट भयो है सिक्नलाई। अब मैले यो फ्रेमलाई चाहिँ बाहिर ल्याएँ है त। अब यसभित्र बाहिरै बनाउनु खोजेँ है मैले। स्क्रोल हुने भन्ने बित्तिकै विड्थ ठुलो हुन्छ हो, कन्टेन्टको विड्थ ठुलो हुन्छ, तर त्यहाँ देखिन चाहिँ जुन एरिया अघि हामीले क्रिएट गरेका थियौँ होइन माथि, त्यो एरियामा देखिनु पऱ्यो कि जुन कन्टेन्ट चाहिँ त्यहाँ अट्दैन त्यो चाहिँ हाइड हुनु पऱ्यो है। त्यसरी बनाउनु पऱ्यो भनेपछि भित्रको कन्टेन्ट चाहिँ रेक्टेङ्गल होइन फ्रेम नै लिउँ। फर इक्जाम्पल यो चाहिँ भित्र कन्टेन्ट हो, यसलाई मैले स्ट्रोक पनि राखेँ ल है। यो चाहिँ एउटा कन्टेन्ट भयो है भित्रको। यसमा मैले अहिलेलाई फिल कलर राख्दिएँ है त, तर अलिकति फरक कलर राखौँ है। यो राखेँ है। अब बिस्तारै हामी डिटेलतिर जान्छौँ होइन, अहिलेलाई चाहिँ जस्ट देखाउनलाई मात्र मैले। त्यसपछि यो फेरि यो यति भए पुग्छ होला अहिले, अझ थपौँ। है 5वटा चाहिँ फिचर्ड कोर्सहरू फिचर्ड पोस्टहरू छ अरे है हामीसँग। बाहिरको फ्रेममा चाहिँ अटो लेआउट एड गरिदिउँ है त। यो गर्ने बित्तिकै सबै मिलेर बस्यो, ग्यापहरू मिल्यो है। ग्याप ठिकै छ यति नै। अब अलिकति कलरहरू चेन्ज गरौँ ल डिफ्रेन्ट देखाउनलाई। जस्ट मैले अहिले देखाउन तपाईँहरूलाई डेमो मात्र देखाउन खोजेँ है। यसलाई चाहिँ एक्चुअल कन्टेन्टले रिप्लेस गर्नुपर्ने हुन्छ है। यो चाहिँ यसको कलर अलिकति फरक राखिदिउँ। ओके, यसको कलर पनि फरक राखौँ, अलिकति डार्क गरिदिउँ। यसको कलर ल यो गरिदिउँ है त। अब यो फ्रेमलाई हेर्नु है, क्लिप कन्टेन्ट गरेर यसरी घटायौँ भने के हुन्छ, अरू चाहिँ हाइड भयो हो। फिचर्ड पोस्ट सेक्सनमा यही हुनुपर्ने हो है, यही हुनुपर्ने थियो नि यो सेक्सनमा है। ल माथि त्यो नामको एरिया पनि मैले यसरी लिएँ है। हेर्नु है, चाहिएको यही हो है। अब स्ट्रोक पनि अहिलेलाई हटाइदिउँ है त। अब बाहिरको यो फ्रेममा चाहिँ यो भित्रको कन्टेन्ट छ नि, यसलाई चाहिँ अलाइनमेन्ट के गरिदिउँ भन्दा सेन्टर गरिदिउँ है त। सेन्टरबाट अलाइन भइरहेछ, लेफ्ट र राइट दुईतिर स्क्रोल गर्न मिल्ने भनौँ है त, हुन्छ। हेर्नु है त, बाहिरको यसको कन्टेन्ट चाहिँ अब दुईतिरै छ, सेन्टरको देख्यो है। अब स्क्रोल कसरी हुने बनाउने, स्क्रोल हुने चाहिँ कसरी बनाउने त, त्यसको लागि फेरि हामी जानु पऱ्यो प्रोटोटाइपमा है। प्रोटोटाइपमा चाहिँ यहाँ है ओभरफ्लोमा नो स्क्रोलिङ छ हो डिफल्टमा, यसलाई चाहिँ हरिजेन्टल स्क्रोलिङ भनेर चुज गर्नु पऱ्यो। यति भएपछि सक्यो, स्क्रोलिङको काम भइसक्यो। अब एकचोटि रन गरेर हेरौँ है त। भित्रकै बक्सहरूमा त अब एक्चुअल कन्टेन्टले तपाईँले रिप्लेस गर्न सकिहाल्नुहुन्छ है। त्यसको लागि पनि सबै यो 5वटै भित्रको फिचर्ड पोस्टहरू उस्तै खाले हुन्छ हो, खालि टेक्स्टहरू चेन्ज हुने भयो होइन, कलरहरू चेन्ज हुने भयो। त्यो भएर तपाईँले कम्पोनेन्ट बनाउन सक्नुहुन्छ होइन, एउटै कम्पोनेन्टलाई। अनि त्यसपछि त्यसको इन्स्ट्यान्सहरू युज गरेर 5चोटि रिपिट गर्न सक्नुहुन्छ है, इजी छ। त्यसपछि यसमा अब लगइन गरौँ है त। त्यसपछि हामी आयौँ ड्यासबोर्डमा। अब स्क्रोल हुन्छ कि हुँदैन हेरौँ है त। हेर्नु त भइरहेछ, फिचर्ड कन्टेन्ट एरिया बनायौँ है त हामीले। अब यो बक्सहरूमा चाहिँ तपाईँले फिचर्ड पोस्टहरू चाहिँ राख्नु पऱ्यो, देखिरहेछ स्मुथली स्क्रोल भएर देखिरहेछ है। त्यसमा केही सोध्न खोज्नु हो, साउन्ड सुने है, नोटिफिकेसन
क्लिप कन्टेन्टको भनिदिनु भनेर भन्नुभएको छ। ओके, हेर्नु है त, यसलाई अहिले बन्द गरौँ। फेरि डिजाइन ट्याबमा गएँ है त म। सो यो बनाएको त बुझ्नुभयो है। यो फ्रेम छ, फ्रेमभित्र 5वटा पोस्टहरू छ हो। यसलाई फेरि बाहिर ल्याएँ है त। हेर्नु है, हामीसँग 5वटा पोस्टहरू छ हो। अहिले चाहिँ फ्रेममा मजाले अटिरहेछ हो है। अब यो क्लिप कन्टेन्ट भनेको चाहिँ के गर्नु भन्दाखेरि फ्रेमको साइज हामीले घटायौँ भने चाहिँ जति कन्टेन्ट फ्रेमभित्र पऱ्यो होइन त्यति मात्र देखिने। अब क्लिप कन्टेन्ट अनटिक गऱ्यौँ भने चाहिँ सबै देखिन्छ, तर बाहिर ओभरफ्लो भइरहेको देखिरहेछ है, बोर्डरभन्दा बाहिर नै देखिरहेछ है। यति हो क्लिप कन्टेन्ट भनेको चाहिँ। जस्तो हाम्रो यो सबै फ्रेमहरू छ नि, यो फ्रेमहरूमा पनि क्लिप कन्टेन्ट टिक नै हुन्छ है। जस्तो फर्स्ट फ्रेममा हेर्नु है, फर्स्ट फ्रेममा यो ब्याकग्राउन्ड ग्राफिक्सहरू छ, हेर्नु त यो फ्रेमभन्दा बाहिर गइरहेछ हो। यो हामीलाई देखाउनु छैन नि त अहिले। सो क्लिप कन्टेन्ट टिक हुँदाखेरि ठिक छ, करेक्ट आउटपुट आइरहेछ है। अनटिक गऱ्यो भने के हुन्छ, बाहिरको कन्टेन्ट पनि देखिन्छ कि बाहिर गएको नि, हेर्नु त। यति हो क्लिप कन्टेन्टको कुरा चाहिँ। अब यो ठाउँमा पनि यो फिचर पोस्टको लागि पनि यही क्लिप कन्टेन्टको युटिलाइज गर्न सक्छौँ कि। हेर्नु है, यो टिक गर्ने बढी भएको पार्टहरू देखेन हो। अब यसलाई लगेर जहाँ चाहिँ डिस्प्ले गर्नुपर्ने हो त्यहाँनिर राख्न सक्छौँ है त। बुझ्नुभयो है। ल, यति गर्ने बित्तिकै अब स्क्रोलको लागि बुझिहाल्नु भयो। प्रोटोटाइपमा जानु पऱ्यो, ओभरफ्लोमा चाहिँ हरिजेन्टल स्क्रोल गर्नु पऱ्यो है। ओभरफ्लो भएको कन्टेन्टलाई चाहिँ हरिजेन्टल्ली स्क्रोल गरेर हेर्न मिल्ने हुनु भनेको है। यति गरेपछि तपाईँको तयार भयो। हेर्नु है, ल फर्स्ट स्क्रिनमा छौँ, लगइन स्क्रिनमा गयौँ, रजिस्टरमा गयौँ, फेरि लगइनमा फर्किने हो भने फर्क्यौँ, लगइन बटन प्रेस गरेर ड्यासबोर्डमा गयौँ है। अब यसमा अहिलेसम्म बनाएको स्क्रोल माथिको यो स्ट्याटस बार है, ठिक छ। अब यति हरिजेन्टल स्क्रोल जानिसक्नुभयो भनेपछि तलको यो पोस्टहरू हाम्रो भर्टिकल्ली स्क्रोल हुनुपर्छ है। त्यो पनि अलिकति सोचिसक्नु होला कसरी गर्ने भनेर। अब फिचर्ड पोस्टलाई चाहिँ माथि यसै गरी राख्ने कि माथि हाम्रो वायर फ्रेम हेरौँ है त। यो डिजाइनमा चाहिँ एउटा ग्रिटिङ्स टेक्स्ट, त्यसपछि फिचर कोर्स भन्दैछ, त्यसपछि बल्ल अल कोर्स भन्नु छ है। धेरै एरिया खाली भयो, अल कोर्स ठिकै छ, अल कोर्स बनाऊँ। यसको लागि विड्थ चाहियो यति हो। डिजाइनमा जाउँ है। मैले चाहिँ अहिले माथि यो त्यहाँको इन्डिकेटरहरू देखिरहेको हुन्छ, त्यसको आधारमा मात्र बनाइरहेको छु है। तपाईँले चाहिँ ग्रिड लेआउट अन गरेर गर्नुभयो भने राम्रो है। हामीलाई यति एरियामा चाहिँ भर्टिकली स्क्रोल हुने गरी कन्टेन्टहरू चाहियो भने के गर्ने, विड्थ यति नै हो, फिक्स हो। हाइट चाहिँ हाम्रो चेन्ज हुन्छ हो। बाहिर ल्याएँ है मैले फ्रेमलाई, स्ट्रोक राखेँ है देखियोस् भन्नको लागि। हाइट अब धेरै हुनसक्छ हो, कन्टेन्ट धेरै हुनसक्छ। अब यो एरियाभित्र चाहिँ हामीले कन्टेन्ट राख्नु पऱ्यो। अहिलेलाई अघि जस्तै मैले रेक्टेङ्गलहरू नै राख्छु है त। रेक्टेङ्गल होइन कि फ्रेम राखौँ है। रेक्टेङ्गल चाहिँ मैले युज नगर्नु भनेको छु, किनभने हामी पोस्ट बनाउँदाखेरि यही फ्रेमलाई नै युटिलाइज गर्न सक्छौँ है। ब्याकग्राउन्ड कलर चेन्ज गरिदिने, त्यसपछि भित्र टेक्स्टहरू त्यही फ्रेमभित्र टेक्स्टहरू राख्न सक्छौँ, डिलिट गर्नु परेन कि। बुझ्नुभयो है। अब बाहिरको यो फ्रेममा पछि अटो लेआउट एड गरौँला। अहिले फर्स्टमा चाहिँ के गरौँ भन्दाखेरि यो फ्रेमहरू लिउँ जसमा चाहिँ कलर फिल गरौँ है जस्तै है। ल यति भयो हुन्छ। ल बिचमा अलिकति कलरहरू चेन्ज गरौँ, स्क्रोल भएको देखियोस् भन्नको लागि।
अब बाहिरको यो फ्रेममा चाहिँ अटो लेआउट एड गरौँ है त। ठिक छ, ग्याप अब ल भयो है। यो चाहिँ हाम्रो कन्टेन्ट हो भनेर मानौँ है अहिले। अब बिस्तारै यसमा चाहिँ कन्टेन्ट बनाउन सक्नुहुन्छ है त। अब यो फ्रेमलाई के गर्नु पर्यो, अर्को फ्रेमभित्र लगेर राख्नु पर्यो हो, र यसको हाइट यति हुनु पर्यो। अलिकति माथिबाट हो भने यो प्याडिङ टप धेरै भएछ, यसलाई घटाउँ है त। ल यसमा चाहिँ हामीले अल कोर्स भनेर लेख्न सक्छौँ है, माथि टेक्स्ट। यसको स्ट्रोक पनि हटाइदिउँ, अब स्ट्रोक चाहिएन। त्यसपछि यहाँ माथि टेक्स्ट एउटा, यसको फन्ट साइज योभन्दा हाम्रो हेडिङ अलरेडी छ, हेडिङ मिडियम ट्राई गरौँ है त। ठिक छ, ल अब अरू आइकनहरू राख्ने कुरा बिस्तारै गरौँला है त। अब यसले काम गर्छ कि गर्दैन हेरौँ। त्योभन्दा पहिला प्रोटोटाइपमा चाहिँ स्क्रोलिङमा चाहिँ भर्टिकल चुज गर्नु पर्यो है। हेर्नु है, बाँकी कन्टेन्टहरू फिल गर्दै जानु होला है। अब फ्लो स्टार्ट गरौँ है त। हेर्नु त, लगइन गरेर हेरौँ, ड्यासबोर्ड खुल्यो। अब यो चाहिँ यसरी स्क्रोल ठिक छ भइरहेछ है। देखिरहनु भएको छ, आउटपुट छ है। यो माथिको चाहिँ हाम्रो हरिजेन्टल स्क्रोल भयो, यो चाहिँ भर्टिकल स्क्रोल भयो है। अब यसमै ड्रप डाउनको पनि कन्सेप्ट यहीँ युटिलाइज गरौँ क्या र, हुन्छ। यही पेजमा नै राखौँ, एकैचोटि एउटै पेजमा सबै कामहरू हुन्छ। त्यसको लागि चाहिँ यहाँ एउटा अप्सन जस्तो एउटा आइकन राखौँ, त्यहाँबाट चाहिँ जस्तो फर इक्जाम्पल सर्ट गर्ने वा भ्यूहरू चेन्ज गर्ने हुन्छ। त्यसको लागि एउटा आइकन खोज्नु पर्यो। फेरि आइकन मैले सर्च गर्दैछु, fonts.google.com/icons त्यही नै युज गर्नुभयो भने ठिक हुन्छ है। एकै ठाउँबाट युज गर्नुभयो भने चाहिँ सबै त्यो साइजहरू सेम हुन्छ, टाइप उस्तै टाइपको हुन्छ है, इजी हुन्छ र त्यसमा सर्च गर्नु सजिलो पनि छ र सबसे धेरै आइकनहरू पनि छ है। त्यहाँ जे खोज्नु भयो नि भेटिन्छ। हामीलाई अहिले चाहिएको भनेको चाहिँ यो एउटा आइकन ट्राई गरौँ है त। यसलाई के नाम दिने, फिल्टर भनौँ। प्रोटोटाइप ट्याबमा सरेछ है। अहिले एकछिनलाई हाम्रो यही सेक्सनमा रहोस्। यसलाई चाहिँ कन्ट्रोल अल्ट के गरेर कम्पोनेन्ट बनाउँ है त। ल कम्पोनेन्ट बन्यो, त्यो भन्ने बित्तिकै हाम्रो एसेट्समा आयो है। यसमा भर्खर फिल्टर भनेर नाम राखेको थिएँ मैले, त्यो भएर फिल्टर आइकन है। यसलाई ल्याएर यहाँ राखौँ है त। फिल्टर चाहिँ अब सर्ट बाई समथिङ त्यो राख्न सक्यो है त। यहाँ अर्को भ्यू मात्र चेन्ज गर्ने, फेरि अर्को आइकन राख्न सक्यो है त, ग्रिड भ्यू, त्यसपछि लिस्ट भ्यू। अब यसमा कलर कस्तो ठिक होला, यो हुन्छ कि भित्र आइकनमा मात्र कलर चेन्ज गर्ने हो भने भित्र भेक्टर चाहिँ हामीले चुज गर्नु पर्यो, त्यसमा चाहिँ फिल गर्नु पर्यो है, हुन्छ है। अब यहाँ क्लिक गर्दाखेरि चाहिँ हाम्रो ड्रप डाउन मेनु खोल्नु पर्यो है। अब त्यसको लागि फर्स्टमा हामीले मेनु बनाउनु पर्यो। यहाँ क्लिक गर्दाखेरि जुन मेनु खुल्छ त्यो चाहिँ बनाउनु पर्यो है। त्यो पनि हामीले अब केमा बनाउने हो भन्नु भन्दाखेरि फ्रेममै बनाउने हो है। ल यो चाहिँ हाम्रो मेनु हो है, जुन चाहिँ यहाँ ट्याप गर्दाखेरि खुल्छ। अब अहिलेलाई चाहिँ मैले यसमा पनि स्ट्रोक चाहिन सक्छ है। स्ट्रोक यही कलरको राखेँ है त। अब यहाँभित्र के मेनु राख्ने,
के टेक्स्ट राख्ने अहिले जे राख्ने भयो डम्मी सर्ट बाई भनौँ होइन 18 टेक्स्ट ओके यसको यो लाइन हाइट चाहिँ अटो नभएर अलि धेरै नै लिइरहेको छ जतिखेर नि यो भयो रिसाइजिङ विथ र हाइटलाई अटो गरौँ टेक्स्ट अझ ठुलो भयो 14 हाम्रो स्क्रिन यत्रो हुन्छ ठिक छ है यो भित्रको मेनु है यसमा टेक्स्ट राखौँ अल्फाबेट होइन एसेन्डिङ अर्डरमा भयो त्यसपछि यसको पनि विथ र हाइट गरिदिउँ त्यसपछि बाहिरको यो फ्रेममा चाहिँ अटो लेआउट नै एड गरिदिउँ है त टक्क मिल्यो है सेन्टरमा त्यसपछि यसको फन्ट साइज अलिकति घटाउन सकिन्छ एकचोटि हेरौँ है 12 भन्दा सानो चाहिँ नभनौँ होला देखिँदैन अब यसको